यहाँहरूका बीचमा महत्त्वपूर्ण कुरा राख्नु भएको छ। कमरेडहरू, म आज रौतहटको गौरमा यहाँहरूका बीचमा उपस्थित भएको छु। यो रौतहट नेपाली किसानहरूले एउटा गौरवपूर्ण इतिहास निर्माण गरेको जिल्ला हो। यो रौतहट कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा गौरवपूर्ण विजय प्राप्त गरेको जिल्ला हो। नेपालमा जम्मी 4 सिट 15 सालको निर्वाचनमा विजय प्राप्त गर्दा यो रौतहटका न्यायपूर्ण जनताहरू, यहाँका किसानहरू, यहाँका मजदुरहरू, यहाँका आम दाजुभाइ दिदीबहिनीहरूले कम्युनिस्ट पार्टीको झन्डालाई फहराएर इतिहास रचेको जिल्ला हो। आज म यही जिल्लामा उपस्थित भएको छु। यो जिल्लाले दशकौंदेखि अन्याय अत्याचारका विरुद्ध आवाज उठाएको छ, अन्याय अत्याचारका विरुद्ध लडाईँ लडेको छ। चाहे किसान आन्दोलनको रूपमा होस्, चाहे श्रमजीवी जनताको आन्दोलनमा रूपमा होस्, अर्थात् जनताले आफूमाथि आइपरेको अन्याय अत्याचार शोषण दमन उत्पीडनका विरुद्ध न्यायपूर्ण लडाईँ लडेको सन्दर्भमा होस्, यहाँका जनताहरूले एउटा गौरवपूर्ण इतिहास निर्माण गर्नुभएको छ। आज यो खुसियालीमा तपाईहरुको यो गौरवपूर्ण इतिहासलाई सम्झदै आउँदा दिनहरुमा नेकपा एमालेको तागतलाई माथि उठाउने गरी, नेकपा एमालेको विजयलाई माथि उठाउने गरी आउँदो 84 को निर्वाचनमा यो जिल्लाका सबै निर्वाचन क्षेत्रहरुमा नेकपा एमालेको झण्डालाई विजय बनाउने गरी तपाईहरुले भूमिका निर्वाह गर्नुहुनेछ। म आज तपाईहरुका बीचमा यही अपेक्षाका साथ उपस्थित भएको छु। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु, नेकपा एमाले धेरै कुरा केही भनेको छैन। नेकपा एमाले यति मात्रै भनिरहेको छ, खान नपाउने जनताहरूले खान पाउन पर्यो, पढ्न नपाउने बालबालिकाहरूले पढ्न पाउनु पर्यो, उपचार नपाउने जनताहरूले उपचार पाउन पर्यो, घर नभएका जनताहरूले आवास पाउन पर्यो, रोजगारी नभएका युवाहरूले रोजगारी प्राप्त गर्न पाउन पर्यो। आज नेकपा एमाले जनताका यिनै आवाजहरूलाई माथि उठाइरहेको छ। नेकपा एमाले चाहे सरकारमा रहँदा होस्, चाहे सरकार बाहिर रहँदा होस्, जनताका गरिबी, अभाव र बेरोजगारीका समस्याहरूलाई उठाइरहेको छ। आज आमा दिदी बहिनीहरूका समस्याहरूलाई नेकपा एमाले जोड दिइरहेको छ। आज चाहे पुरुष र महिलाहरूको नाममा होस्, चाहे तल्लो जाति र माथिल्लो जातिको नाममा होस्, चाहे यो भाषा र त्यो भाषाको नाममा होस्, चाहे यो वर्ग र त्यो वर्गको नाममा होस्, जनता माथि गरिने कुनै पनि प्रकारको शोषणलाई, कुनै पनि प्रकारको दमनलाई, कुनै पनि प्रकारको अन्याय अत्याचारलाई नेकपा एमाले टुलु हेरेर बस्न सक्दैन। आज नेकपा एमाले यही आवाज देशव्यापी रूपमा जनताको बीचमा उद्घोष गरिरहेको छ। तपाईहरुलाई सम्झना छ, तपाईहरुले अहिले पनि याद गरिरहनु भएको छ, 2046 सालमा नेपाली जनताले बहुदलीय व्यवस्था प्राप्त गर्न साथ नेपालमा केही पुँजीवादी पार्टीहरूले स्यालो यहाँ मच्चाए। नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य छैन, दुनियाँमा मार्क्सवादको औचित्य समाप्त भयो भनेर स्यालो यहाँ मच्चाए। ठिक त्यही बेला नेपालमा नेकपा एमाले निर्वाचन लडेर दुनियाँका सामुमा प्रतिस्पर्धाद्वारा पनि नेकपा एमाले जनताको विश्वास प्राप्त गर्न सक्छ, विजय प्राप्त गर्न सक्छ भन्ने कुरालाई पुष्टि गरेको थियो। र आज नेकपा एमाले सरकारमा रहेदेखि लगातार जनताको हितमा काम गरेको छ। चाहे 51 सालमा नेकपा एमालेको 9 महिने सरकारले वृद्ध भत्ता मार्फत सामाजिक सुरक्षाको आधार पैदा गरेर होस्, चाहे विधवा दिदी बहिनीहरूको जिन्दगीमा विधवा भत्ता मार्फत आधार प्रदान गरेर होस्, चाहे अशक्त अपाङ्गहरूलाई भत्ता प्रदान गरेर होस्, चाहे खान नपाएका गरिब जनताको खाद्य सुरक्षाको प्रत्याभूति गरेर होस्, नेकपा एमाले जहिलेसुकै गरिब जनताको जीवनमा परिवर्तन ल्याउने गरी भूमिका निर्वाह गरेको छ। हामीले
पटक पटक उद्घोष गरेका छौँ। हाम्रो पार्टीका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी ओलीले पटक पटक भन्नुभएको छ, खान नपाएका जनताहरूले भोकले मर्न नपर्ने गरी हामी आम जनताको जीवनलाई सुरक्षा दिन चाहिरहेका छौँ। आज हामीले यही प्रकारले सरकारमा रहँदा भूमिका निर्वाह गरिरहेका छौँ। हामीले भनिरहेका छौँ, आज दुनियाँको मानचित्रमा गरिब नेपालीको देश होइन, दुनियाँको मानचित्रमा समृद्ध नेपालीको देश निर्माण गर्ने गरी हामी अगाडि बढ्न चाहिरहेका छौँ। तर आदरणीय कमरेडहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, आज हाम्रो देशमा समृद्धिको बखान गर्नेहरू पार्टीहरू पनि छन्, तर ती अरू पार्टी र नेकपा एमालेको बीचको भिन्नता के हो? आज केही पार्टीहरू मुठीभरका व्यक्तिहरू खरबपति बनेर अरबपति बनेर देश धनी भयो भने मात्रै पनि पुग्छ भन्ने कुरा त्यही प्रकारको विश्वास राख्दछन्। तर नेकपा एमाले एकातिर देश धनी बन्न जरुरी छ, देश समृद्ध बन्न जरुरी छ, अर्कोतिर केही सय र केही हजार व्यक्तिहरू मात्रै समृद्ध बनेर पुग्दैन। सारा नेपाली जनताको जीवनमाथि उठ्ने गरी, नेपाली सबै जनताले खान पाउने गरी, लगाउन पाउने गरी, राम्रो सुरक्षित बासमा बस्न पाउने गरी, राम्रो रोजगारी प्राप्त गर्ने गरी सामाजिक न्याय सहितको समृद्धि हामीलाई चाहिएको छ। अर्थात् सबै गरिब जनताको जीवनले माथि उठ्न पाउने गरी त्यो प्रकारको समाज हामीलाई चाहिएको छ। नेकपा एमाले यसकारण आम नेपाली जनताको सपनालाई अगुवाई गरिरहेको छ। खुट्टामा जुत्ता लगाउन नपाउने जनताले जुत्ता पाउनु पर्यो, पेटभरि खान नपाउने जनताले पेटभरि खान पाउनु, छोराछोरीहरूले त्यो प्रकारको अवसर प्राप्त गर्न पाउनु पर्यो। यही प्रकारको सामाजिक न्यायको लागि नेकपा एमाले अगाडि बढिरहेको छ। आज स्वर्गीय राज हुने गरी आज मुलुकमा कतिपयले राजनीति गरिरहेका छन्, तर हामीले हाम्रो देशमा सबै नागरिकले यो मेरो देश हो भनेर गौरव गर्ने गरी विकास गर्न चाहिरहेका छौँ। त्यो प्रकारले परिवर्तन गर्न चाहिरहेका छौँ। आज प्रत्येक किसानको अनुहारमा मुस्कान आउने गरी, प्रत्येक आमा दिदी बहिनीहरूको अनुहारमा मुस्कान आउने गरी, प्रत्येक श्रमिकको अनुहारमा मुस्कान आउने गरी, प्रत्येक बालबालिकाको अनुहारमा मुस्कान आउने गरी सबैको जिन्दगीमा परिवर्तन ल्याउने हामीलाई राजनीति चाहिएको छ, परिवर्तन चाहिएको छ, समाज चाहिएको छ। नेपाल 3-4 पटक रौतहटबाट निर्वाचन जित्नु भएको कमरेड माधव नेपाल रौतहटको विकासको लागि पर्याप्त काम गर्नुभयो होला भन्ने मलाई लागेको छ। यहाँका जनताहरूको सेवाको लागि पर्याप्त काम गर्नुभयो होला भन्ने लागेको थियो। तर मैले जब रौतहट आएँ, मैले धेरै साथीहरूसँग बुझ्दा लामो समय पार्टी नेतृत्व गरेको आफ्नो पार्टीलाई मात्रै उहाँले घात गर्नुभएको रहन्छ, पार्टीलाई मात्रै उहाँले गद्दारी गर्नुभएको रहन्छ। आफूलाई भोट हालेर जिताउने रौतहटका जनतालाई समेत उहाँले घात गर्नुभएको रहेछ, गद्दारी गर्नुभएको रहेछ। समेत जनताको भोट प्राप्त गरेको व्यक्तिले यहाँका गरिब जनताको जिन्दगीमा, यहाँका जनताको विकास निर्माणमा कुनै पनि प्रकारको योगदान गर्न सक्नु भएन। यसकारण मलाई विश्वास छ यहाँका जनताहरूले आउँदा निर्वाचनमा यदि माधव नेपाल रौतहटबाट उम्मेदवार बन्नुभयो भने यहाँका जनताहरूले विजयताकै जमानत जफत गरिदिनेछन्। मलाई यही प्रकारको विश्वास छ। अन्य केही अराजक व्यक्तिहरू पनि छन्, कतिपय अराजक व्यक्तिहरू पनि छन्, उनीहरूलाई लागेको होला रौतहटका जनताहरूलाई एक पटक दुई पटक झुक्काउन सकियो, पटक पटक झुक्काउन सकिएला भन्ने पनि भ्रम होला। तर म दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, कतिपय व्यक्तिले सटकी गरेर पनि एक दुई पटक त झुक्काउन सक्लान्, तर पटक पटक चटकीले जनतालाई झुक्काउन सक्ने छैनन्। र जनताले जब त्यो प्रकारको चटकीलाई बुझ्नेछन्, जनताले सजाय दिनेछन्। हामी चाहन्छौँ रौतहटमा शान्ति होस्, हामी चाहन्छौँ रौतहटका जनताको जीवनमा परिवर्तन होस्। न रौतहटमा शान्ति न जनताको जीवनमा परिवर्तन, यही प्रकारको अवस्था
लामो समय अब टिक्नेवाला छैन, चल्नेवाला छैन। नेकपा एमाले जनताको सुरक्षाको लागि, जनताको शान्तिको लागि, जनताको विकासको लागि नेकपा एमाले अगाडि बढिरहेको छ, अगाडि बढ्न चाहिरहेको छ। म तपाईहरुलाई यही विश्वास दिलाउन चाहन्छु।